गाइस यहाँ चाहिँ मेरो हस्बेन्डले चिकन रोल ल्याइदिइसकेको छ। कैसा लगा? जम्मे किलो रोटीको गाइस होइन भन्दा नभन्दाखेरि चाहिँ आइ पनि पुगिसकेछ सर। अन्त यस्तो छ कुरा चाहिँ ठुलो छ। हाई गाइज वेलकम ब्याक टु माई न्यू भिडियो। सो अहिले भने चाहिँ म चाहिँ घर आएको छु होइन। अन्त त्यही कारणले गर्दाखेरि चाहिँ किन आएको भन्दाखेरि चाहिँ नि हाम्रो हस्बेन्डको चाहिँ काम छैन हो। अन्त त्यही कारणले गएको छ भलिबल हेर्नु हो। अन्त म चाहिँ सुँगुर हेर्न आएको गाइज। हेर्नु न 2 महिनाको सुँगुर है यो चाहिँ मेरो। ए यहाँ ल्याएको चाहिँ 1.5 महिना भयो। अनि यत्रो भइसकेको छ सुँगुर चाहिँ। हेर्नुहोस् है, यो चाहिँ मैले स्याहारेको होइन, मेरो आमाले स्याहारिदिनु भएको होइन। अन्त अब मेरो परिस्थितिले गर्दाखेरि भन्नु है। सो गाइज होइन म चाहिँ अहिले घर आएको छु नि त। सो त्यही भएर आज मेरो माइत घरको सुँगुर तपाईँहरूलाई देखाएको भन्ने। भिलेजमा चाहिँ अब त्यस्तै हो कि गाउँ बस्तीमा सुँगुर पालिन्छ, गाई पालिन्छ एन्ड या त्यस्तै हो। अन्त आज चाहिँ धेरै दिन बादबाट मैले भ्लग स्टार्ट गरिरहेको छु। किन भन्दाखेरि चाहिँ आज धेरै दिन बादबाट मेरो हस्बेन्ड पनि घर आउनु भएको छ नि त। अन्त तर अहिले फिलहाल चाहिँ ऊ चाहिँ मसँग छैन। अनि कहाँ गएको छ भन्दाखेरि चाहिँ ऊ चाहिँ भलिबल हेर्नु गएको छ होइन। अन्त म चाहिँ अहिले मलाई चाहिँ उसले घरबाट माइत राखेर होइन ऊ चाहिँ गएको छ। किन भन्दाखेरि मलाई चाहिँ यहाँ किन लिएर राखेको भन्ने चाहिँ उसलाई जानु दिँदैन भनेर क्या त्यस्तो दिमाग लगाउँछ। अन्त त्यस्तो छैन साथीहरू। सो अहिले भने चाहिँ हाम्रोमा वेदर चाहिँ यस्तो धुम्मो कालो अन्धारो भइरहेछ। अन्त ऊ चाहिँ गएको छ भलिबल हेर्नु सदा। अन्त यहाँ चाहिँ छ आमा, हाम्रो अजी गोडगाड पार्नु हुँदैछ। यहाँनिर हाम्रो कोपी छ होइन। अन्त त्यस्तै छ, लाइफ इज गोइङ अन। अन्त खासै हुनु भने चाहिँ हामीलाई इन्भाइटै गरेको थियो आमा र भाइले आउनु भनेर। अन्त त्यही कारणले आएको पनि हो। अन्त ऊ चाहिँ अब त्यसै बित्थामा त यहाँ त बस्ने होइन, एक्लै त बस्ने होइन, मसँग पनि बस्ने होइन। ऊ छुलबुलै छ हो, एकदमै चञ्चले छ। त्यही कारणले गर्दा चाहिँ ऊ चाहिँ गएको छ, मसँग बस्दैन। यहाँ चाहिँ छ हाम्रो गाई एन्ड यहाँ चाहिँ हाम्रो छ कुकुर। यहाँ चाहिँ म छु गाइज। अहिले भर्खर पानी सिमसिम परेर जस्ट बिसायो क्या। मलाई चाहिँ कमिलाले साह्रै बेसी मन परेछ साथीहरू, के भन्नु। अघिदेखि कमिला कुदैछ अनुहारमा, जिउमा के हो यतातिर पनि छला गाइस। अहिले भने चाहिँ म चाहिँ यहाँ सुतिरहेको छु होइन। किन भन्दाखेरि चाहिँ यस्तो बेसी ब्याक पेन भइरहेछ कि मलाई चाहिँ अहिले। अन्त त्यो भएकोले गर्दाखेरि चाहिँ म चाहिँ यहाँ सुतिरहेको छु हो। अन्त फिलहाल चाहिँ बज्दैछ 5 अलिक क्रस भयो होला सायद। अन्त आमा पनि आइसक्नुभयो होइन माथि। अन्त अब चाहिँ आमाले खानापिना बनाउनुहुन्छ। नाक पनि हेर्नु न कस्तो बनिरहेको, त्यस्तो चलिरहेको छ केस। त्यस्तो खासै रुगा मार्गी नलाग्ने थियो होला कि मलाई, तर लुगा मार्गी राखेको पनि कारण छ नि त। त्यो बिरालोहरू पुरा चलाउँछु कि म, त्यही कारणले गर्दाखेरि चाहिँ मलाई रुगा मार्गी लागेको होला। त्यस्तै छ गाइस। यहाँ चाहिँ मेरो हस्बेन्डले चिकन रोल ल्याइदिइसकेको छ हो। अब कहाँ यसरी चिकन रोल चाहिँ यसरी खोलिदिएको अन्त म बेसी खाँदिनँ भनेर नि। के देखाउँछ यहाँ खाना बनाउनु ढिलो भएको बेलामा। छुरी यही छ त हो। अन्त यो काटेर दिउँ न त हाल्थी के हो राम्ररी देखाउँदैन अन्त पिलिक के हो।
द रोल इज कटिङ लाइक अ केक. केक कटिङ कैसा लगा? जम्मे वाउ कागजसँगै खानुपर्ने रहेछ नि त्यसै समातेर बिजोक हुनेछ नि खान्छ ल गाइज होइन हामी चाहिँ माथि खानाहरू खाएर पनि बेलुका नै घर झऱ्यौँ त अन्त त्यही कारणले गर्दाखेरि बेलुका चाहिँ मैले केही भ्लगहरू गरिनँ किनभने निकै नै म जब मेरो हस्बेन्ड आउँछ नि तब पनि एब्सेन्ट माइन्डेड भइहाल्छु क्यामेरा पनि खोल्नुपर्छ भनेर क्या अन्त म चाहिँ घर आएँ होइन बेलुका अन्त आएर पनि मेरो बिरालो बसिरहेछ अन्त आएर पनि हामी आएर सुतेर बिहान पनि खाजाहरू खाएर अहिले चाहिँ बसिरहेछौँ अन्त म मात्रै छु भने अहिले पनि किनभने मेरो हस्बेन्ड चाहिँ फेरि माथि गाउँकै एकजना दादाको घरमा चाहिँ लामा पढाउनु हुने रहेछ नि त त्यही कारण लामा लिनु जानुभएको छ हो अन्त आज चाहिँ वेदर चाहिँ पानी पर्दैछ हाम्रोतिर हो तपाईँ सायद सुन्दै पनि हुनुहुन्छ होला हाम्रो त अब छानाको घर छ त्यही कारणले गर्दाखेरि पानी पर्दैछ हाम्रो चाहिँ चिसो वेदर भइरहेछ आज चाहिँ सो गाइज सेकेन्ड डे अफ व्लगिङ गाइज देखो इधर देखो पानी पर रहा है यहाँ पे कति बेसी पानी परेको हिजो पनि चिसो थियो आज पनि चिसो म चाहिँ मेरो हस्बेन्ड आयो भने चाहिँ मेरो ब्ल्याङ्केट्सहरू धुनु पर्यो भनेको थिएँ तर प्लान फ्लप भयो किनभने वेदरले साध्दैन हो किनभने ब्ल्याङ्केटहरू धुनु चाहिँ एकदमै गाह्रो पर्छ नि त होइन अन्त आफ्नै लुगा धुनु पनि साह्रो सक्दिनँ होइन अन्त म चाहिँ मेरो हस्बेन्डले पर्खिरहेको थिएँ कि ऊ आएर चाहिँ लुगा पनि धुन्छ ब्ल्याङ्केट पनि धोइदिन्छ भने चाहिँ ढुक्क परेको थियो वेदरले साथ दिएको हिजो पनि त्यस्तै थियो दिन हो आज पनि त्यस्तै छ दिन अन्त यस्तो दिनमा धोएर के गर्नु होइन टिकटिके लगाउनु अन्त लुगा बनाउनु मात्रै हो भनेर चाहिँ आई जस्ट क्यान्सल इट अनि हिजो चाहिँ दिउँसो उसको गाडी वास गऱ्यो देन आफ्टर गयो भलिबल हेर्नु मलाई माथि राखेर होइन देन आफ्टर चाहिँ हामी घर ब्याक टु भयो त्यहाँदेखि यो चाहिँ हाम्रो बिल्ली जो चाहिँ मसँग बसिरहेछ अघिसम्म चाहिँ अघिसम्म चाहिँ के भइरहेको थियो भने उसले मसँग बस्नु मानेको थिएन आफै आयो फेरि काखमा अचम्मको छ अन्त मेरो बेबी भयो भने चाहिँ उसको चाहिँ के हुन्छ जस्तो लाग्छ घरिघरि सो गाइस अब चाहिँ हामी खाना खान लागेको के पुस ब्लग अब त्यसरी उभिएर खानुपर्छ खाना चाहिँ ल गाइस अहिले चाहिँ मैले यो खालको सुप खानु पर्दैछ होइन किन भन्दाखेरि चाहिँ मेरोमा ब्लड धेरै कम्ती छ नि त त्यही कारणले गर्दाखेरि चाहिँ यो खालको सुप खाएपछि चाहिँ ब्लड आउँछ अरे सो अघि भने चाहिँ हाम्रोमा वेदर पुरा पानी परिरहेको थियो होइन अन्त अहिले चाहिँ यसरी छ्याङ्गै क्लियर भइरहेछ हो अन्त हाम्रो गाडी चाहिँ यहाँ छ यसरी रोडदेखि चाहिँ हाम्रो उकालो आउनुपर्छ नि त घर अन्त मेरो हस्बेन्ड चाहिँ आइसक्नु भएको छ अन्त यहाँ पर घाँस काट्नु हुँदैछ एकदम उसको गीत लगाउँदै होइन अन्त पिङ्की यता छ
गेस गयो फेरि एकरास लुगा धोइकन नुहाइ धुइ गरेर कसले ए गइन् दाजुले स्कुटी भाइले गाडी भाइको स्कुटी लिएर अन्त लुगा चाहिँ ड्याममै धोइराखेर यसरी गइन् किनभने म त धुन सक्ने होइन सो द्याट्स वाइ बिचरा यति धुँदा चाहिँ यति लुगा धोइसक्दाखेरि चाहिँ ऊ चाहिँ यसको ढाड झन्डै भाँच्यो अरे हो म जिन्दगीमा यस्तो बेसी लुगा धोएको थिएन अरे अन्त अब त लुगा धुँदिनँ भन्दैछ अब झन् लुगा धुने दिनहरू आउँदैछ उसको सो त्यस्तै छ भन्यो भने गाइस अहिले बनाउँदैछु म किलर रोटी चाहिँ मलाई पुरा क्रेभिङ्स भयो यसको लागि अन्त म बनाउँदैछु किलर रोटी एन्ड देन आफ्टर दामी प्रकारले खाने हो घरमा आमा पाउनु भएको थियो फेरि पारि जानुभयो होइन अनि फिलहाल फेरि म एक्लै छु अन्त मेरो हस्बेन्ड अहिलेसम्म आइपुग्नु भएको छैन अब म फोन गरेर कहाँ छौ तिमी भनेर भन्नेछु सो गाइस अब चाहिँ भात रेडी भयो यस दिस इज कुक नाउ अब यता हालौँ Oh my god, what is happening out here? So let's check कि क्या हुआ है यहाँ इस जगत में। ये ऐसे कट करेंगे, इससे केक की तरह, और हम इस किलो रोटी को मैले जस्तो भने त्यस्तो भएछ यस्तो चाहिँ बेला बेला हुन्छ कि मैले जस्तो भने त्यस्तै भनेको यो चाहिँ मैले चिनीको बनाएको नि त अन्त यो चाहिँ मैले सानोदेखिकै पहिलादेखिको खाएको अन्त दामी रहेछ अब यसलाई अझै छोपेर बनाउनुपर्छ लो फ्लेममा देखते हैं हो चुका है अब इसको पलटाउनु देखियो अब यसलाई यति नै छोडिदिनु पर्छ होइन गाइस होइन भन्दा नभन्दाखेरि चाहिँ आइ पनि पुगिसकेछ सर अन्त यस्तो छ कुरा चाहिँ होइन मैले चाहिँ जस्ट फोन गर्दै थिएँ होइन ल फोन गर्दा गर्दै आइ पनि पुगेछ हजुर सर के हाम्रो महाराज म चाहिँ यहाँ खाँदैछु गाइज अँध्यारो भयो This is all for today and hope you guys enjoyed it. Bye bye, see you in next video.